केन्द्र बन्नेछौँ त्यसो हुनाले हाम्रो अग्नि परीक्षा अब सुरु हुनेछ। जनताले हामीलाई निहालिरहेका छन्। पुरानै पार्टीको नयाँ रूप हो या नयाँ चरित्र बोकेको पार्टी बन्दै बनेको हो, जनताको मनमा यो जिज्ञासा रहेको छ। त्यसो हुनाले जनतालाई हामीले विश्वास दिलाउन सक्नुपर्छ यो पुरानै पार्टीको रूप होइन। पहिलेका पुराना पार्टीहरूमा, हाम्रै आफ्ना पार्टीहरूमा रहेका कमी कमजोरीहरूबाट मुक्त भएर कमी त्रुटिहरूको समीक्षा गरेर त्यसलाई सुधारेर एउटा नयाँपन दिएर देशभक्तिको नमुना बनेर परिवर्तनको संवाहक भएर समाजको रूपान्तरणको अगुवा भएर र क्रान्तिकारी चरित्र बोकेका योद्धाहरूको पार्टी हामीले बनाएका छौँ भनेर जनतामा विश्वास दिनुपर्ने आवश्यकता छ। सिङ्गो पार्टी कार्यकर्ता पङ्क्तिमा विश्वास दिनुपर्ने आवश्यकता छ। सबै राजनीतिक दलहरूमा यो सन्देश पुर्याउनु पर्ने आवश्यकता छ। हामीले आशा गरेका थियौँ अझै केही वामपन्थी घटकहरूलाई संसदले लान सकिन्छ कि भनेर हामीले प्रयास पनि अगाडि बढाएका छौँ। बढाएका हौँ पनि, बढाएका छौँ पनि, र अझै पनि हामी आशावादी छौँ। केही घटकहरू हामीसँग फेरि एकजुट हुँदै अगाडि बढ्नु हुनेछ।